सो हेलो गाइज होइन आज चाहिँ भाइटिकाको दिन वेलकम टु एन्जल भ्लग। आज चाहिँ वेलकम होइन म यहाँ आएको छु। म चाहिँ एन्जलको भ्लग बनाउन आँटेको गाइज। अब चाहिँ हामी चाहिँ सो घुमघामका लागि होइन माथि जान आँटेका छौँ गाइज। केही काम छ होइन। अनि गाइज हामी चाहिँ यहाँ पिङ रहेछ, त्यसले चाहिँ मेरो हाइटै भ्याएन होइन। अब खेल्नु त परिगयो। अनि त्यसपछि गाइज योजना दिदी हुन्छ गाइज। गाइज मेरो मम्मी गाइज हामी चाहिँ यो सालमा आएको थियौँ तर यो खुस्काउनै आएन गाइज होइन। यहाँ चाहिँ छ गाइज एन्जलको ल्याम्बोर्गिनी ब्रान्ड न्यू जस्तै छ। रकेट हो गाइज। गाइज म चाहिँ पुरा हेर्नु पर्यो गाइज। मैले अहिलेसम्म टेस्टिङ गरेको छैन। सिट हल्का लुज ओ गाइज। म चाहिँ स्ट्यान्ड बिर्सिहाल्छु कि गाइज। गाइज यहाँ गाइजहरु यहाँ चाहिँ झुन्डिरहेछ। यहाँ चाहिँ यो राखिदिउँ। गाइज अब एन्जलले क्यामेरा साँच्छ म पनि झिक्ने ट्राई गर्छु गाइज। जुत्ता गाइज मेरो सेन्ड्राको जुत्ता छ ल तिमी सु गाइज। अब चाहिँ म गाइज म सुटिङ गर्दैछु अब होइन प्योर एचडी क्वालिटीमा। गाइज प्योर एचडी क्वालिटी हो यो। टक्क लाएर गाइज निस्क्यो गाइजहरु यो अलिक एकदमै चकिलो छ र कसरी खुस्काउनु भयो कि ओ गाइजहरु खुस्किँदैछ गाइज। ल गाइज यो के झरो गाइज रेडियो बजिँदैछ गाइज। हेलो गाइज सबैहरू सुन्दै हुन्छ गाइज। गाइज आजको भ्लग एकदम इन्ट्रेस्टिङ हुनेवाला छ किनकि हामी के गर्न आँटेको छौँ। हामी चाहिँ नि गाइज आज टिका हो भाइ टिका अनि एन्जल चाहिँ आज कहाँ जाने अरे त्यही भएर अलिक मजा हुँदैन। म आज फिटिङ जाने हो गाइज। कस्तो घाँटी चिराइरहेछ है। तिमी त्यता समाज त त्यो हो यता यो दुईटा गाइज भेरी प्यारा हुँदैछ। एकदमै बलवान गाइज। गाइज एकदमै गाह्रो भइरहेको छ हामीलाई। एकछिन गाइज हामीलाई एउटा छोटो ब्रेक लिन चाहन्छौँ किनकि हामीलाई अलिक अप्ठ्यारो हुँदैछ। सो गाइज मिल्छौँ हामी छोटो ब्रेकमा।
निकालिदिउँ यहाँ खसी बोकालाई त निकाल खसीलाई त निकाल्दा हुन्छ होला यहाँ फेरि एकचोटि वान्स मोर यहाँ न गाइस खोल्दै ग्वार ग्वार भन्दैछ है सबैलाई त्यतिकै छोडो भने ढङ्गसै गर्छ है निक्लिन आँट खोइ छोडा दापी खोल्दै खोल्न सक्दैन यता खोलौँ ल गाइजहरु खसीको ताण्डव हेर्न तयार आइज मेरो भाइ आइज कान्छो है अब हेर्नु गाइज खसीले गाइज मलाई हान्छ होला तेरो सिङ भन्दा मेरो बममा छ एकदमै ट्यालेन्टेड एन्जल हुनुहुन्छ अब अहिलेको लागि यति नै भन्दै हामी चाहिँ अब स्कुल जाँदा भेटौँला गाइज ए गाइज पाठा निकालिदिउँ पाठा निकालिदिउँ सो गाइज हामी पकौडा खाँदै स्कुलतिर गयौँ घाम लागिरहेको तपाईँहरूले देख्नुभएको छैन भने एन्जलको घरमा चाहिँ यतिवटा गाईलाई के भयो त्यो फ्ल्यास बलिरहेको छ होइन गाई यहाँ चाहिँ एउटा गाई एउटा बाछी छ होइन सर ए अझै उता दुईवटा रहेछ होइन हामी त्यहाँ अनि एन्जलको घरको पुरै टुर भयो यो एन्जलको घर है हामी एन्जलको पहिला पढेको स्कुल होइन मेरो फर्स्ट स्कुल ला नेट अफ छ भन्नुहुन्छ त अन गरिहाल्छ मलाई आउँछ अन गर्न त आउँछ भित्र चाबी लगाएको होला नि त नि होइन बाहिरबाट अन गर्छ त्यहाँदेखि नेट तान्नु नि घरमा नेट के पो एकजनाले मात्रै गर्दैन नि त दुईजना चाहिन्छ गाइजहरू आज म अब मेरो हामी आज मेरो बिहान हुनुहुन्छ गाइज गाइज आज अहिले हामी मेरो जिन्दगीको फर्स्ट स्कुल जाँदैछौँ देख्नु भएको छैन होला नि तिम्रो भ्लगमा देख्नु भएको छ उकालै सियाँ हुँदै गाइजहरू म सानो हुँदा 5 वर्षको हुँदा म एक्लै जहिले तल माथि गर्थेँ अहिले म भिडियो गर्छु गाइज भिडियोमा मेरो सानो स्कुल लाइक गरिदिनु गाइज बिजोग छ है कति पो छ सब्सक्राइबर 497 गाइज 1K भएपछि गाइज धमाल पार्टी गिभ अवे हुन्छ गाइज के को पटेका गाइज हामी चाहिँ दुई प्याकेट खोर्सानी बम होइन अनि त्यसपछि गाइज अनि 3 प्याकेट आलु बम साथसाथै एन्जलको मामाको एउटा स्काई सर्टको पसल छ होइन हो यो स्काई सर्ट हामी गिभ अवे गर्नेछौँ सपनामा होइन गर्न पनि सक्छौँ 1K छिट्टै भयो भने गिभ अवे गर्नुको लागि कमेन्ट गर्नु लाइक गर्नु होइन सब्सक्राइब गर्नु अनि त्यसपछि ठ्याक्क गएर त्यो पछि भन्नु ल अब गाइस 1K पुग्न चाहिँ गाइस जबसम्म हाम्रो
युट्युब मोनिटाइज हुँदैन, च्यानल मोनिटाइज हुँदैन, त्यसमा नो गिभ अवे। पैसा आउँदैन गाइस। गाइस पैसा आएपछि मात्रै गिभ अवे गर्ने हो। कन्टेन्ट राम्रो हुनुपर्छ है, आफ्नो त हाँस्न प्यासको है। आलु छ त्यही भएर म क्याप मात्र लगाउँछु। अब कपालको रिभिल पनि छिट्टै हुनेछ है। गाइस मेरो कपाल रिभिल पनि छिट्टै हुन्छ। अहिले नै गरिदिउँ न त कपाल रिभिल। अहिले गरिदिउँ न त गाइस। सो त्यहाँ कस्तो कालो देखिन्छ। कपाल रिभिल भइसक्यो। रिभिल भएन जस्तै कालो कालो केही छैन। पलाई त हाल्छ मेरो कपाल। हजुर गाइस कस्तो स्या स्या भयो। गाइस स्कुल चाहिँ मेरो माथिको है, मेरो लाइफको फर्स्ट स्कुल है नेट चलाउन गएको। तिम्रो त निर्माण के भन्ने हो घरतिर साँच्ची। एन्जल फेरि हामी चाहिँ यहीँ आएको है। एन्जलको मम्मी चाहिँ हामी दिदी भ्लगमा म पनि आएको छु 2-3 गाइस मैले उहाँको वर्तमानको पनि मैले भ्लग बनाएको छु। फर्स्ट भिडियो एन्जलको चाहिँ मैले नि खिचेर बनाइदिएको। अनि मेरो युट्युब च्यानल पनि मैले नि बनाइदिएको। तर मलाई चाहिँ युट्युब च्यानल पहिला तर मेरो मजा लाग्यो। डिलिट भएको छ त्यही भएर फेरि बनाइदिन्छु। त्यो बनाइदिनु भएको छ मेरो च्यानल। यो मेरो सेकेन्ड च्यानल भन्दा नि फर्स्ट च्यानल हो यो मेरो। मेरो अझै 2टा च्यानल छ जुनमा चाहिँ रियल सिगान हुने गरी जुनमा चाहिँ गरिसकेँ म। यहाँ सान्ची रोड छ है गाइस यो गाइस। यहाँदेखि रोड लाँदा त हुने हो। कालो पत्री रोड हो यो हाम्रो। एकदमै होइन पिच बाटो छ जहाँ चाहिँ मान्छे पनि हिँड्न अलिक गाह्रो हुन्छ। गाइस हाम्रो घरबाट स्कुल आउन स्या हुन्छ। आउनु गाइस हामीलाई गर्मी भएको छ त्यही भएर हामी हाबिसमै आएको। हामीलाई गर्मी भएको छैन। गाइस यो के होला गाइस? गाइस यो गेस गर्नु एकछिन। गाइस म भन्छु गाइस यो टोइलेट जस्तो लाग्छ मलाई। तर यो होइन हो त टोइलेट हो त। यहाँ चाहिँ गाडी पार्किङ गाडी साँच्चीमा त टोइलेट पो हो त। थाहा छ। गाइस यो स्कुलमा मेरो बाबा पनि पढ्नु भएको छ। अनि मेरो बाबा पढाउनु पनि हिलो हिलो भयो है। गाइस यहाँ छ मेरो बाबाको बाइक। हेर्नुहोस् गाइस यो मेरो बाबाको बाइक। कहाँ चाहिँ बाइक कुदाउनु हुन्न? लाइसेन्स छैन अब किन्ने अरे। यो ढोका बन्द गर्नुपर्छ। अब नभए चोरी हुन्छ गाइस। तर हिजो हामी यहाँको बाइक चाहिँ हुन्छ। हामी त्यो पनि हेर्न। यो स्कुलमा मेरो बाबा पनि पढ्नु भएको छ, मेरो काका पनि पढ्नु भएको छ र म पनि पढेको छु, मेरो भाइ पनि पढेको छ। के पढाउनुहुन्छ तिम्रो काकाले? तिम्रो काकाले के पढाउनु? सबै म्याथ साइन्स। साइन्सको ट्यालेन्ट हो। साइन्स र म्याथ। गाइस यहाँ छ नवीनको बाइक। यस यो जी हाम्रो हिजो आएको बाइक एफजेड। मात्र हो एफजेड हो यो गाइस। कस्तो लाइट एफजेड एसमा पछाडि पनि डिस्प्ले हुन्छ हैन? एफजेड एसमा नि पछाडि मात्र पछाडि पनि डिस्प्ले गाइस तारा आएको रहेछ। म पहिला यो क्लासमा पढ्थेँ गाइस। यो मन्दिर चाहिँ एउटा सानो मन्दिर छ है। गाइस यो चाहिँ हाम्रो शिशु क्लास हो। यो दुईटा शिशु भने नर्सरी। नर्सरी क्लास बाल शिशु। अनि यो स्कुलको नाम चाहिँ श्री सामथाङ आधारभूत विद्यालय। ट्यालेन्ट हो गाइस म होइन। अब यो कतै लेखेको छैन है, त्यहाँ लेखेर नेट गर्न गएको। अब यहाँ सरहरूले हेरिराख्नु भयो भने चाहिँ सरी गाइस होइन। अब के गर्नु र गाइस नेट अन भइसकेको छ। नेट अन भयो। अब गाइस हामी यसो भिडियो एडिटिङ गर्छौँ। आजको लागि यति नै भन्दै होइन लाइक कमेन्ट सेयर गर्नु होइन। अनि भ्यू यस्तो छ। आजको लागि यति नै। हस् त नमस्ते बाई।